नमस्ते साथीहरू, तपाईँहरूलाई स्वागत छ यो भिडियोमा। तपाईँले देख्न सक्नुहुन्छ यहाँ के देखिरहनु भएको छ। लोकसेवा आयोगले विज्ञापन खुलाइसक्यो है। आज भर्खर मात्र लोकसेवा आयोगले विज्ञापन खुलाएको छ। यो प्रकाशन आज मैले यो भिडियो बनाउँदै गरेको मिति चाहिँ आज ठ्याक्क यहीँनिर दिइसकेको छ। 2021 साल 11 महिना 28 गते फागुन 28 गते लोकसेवा आयोगले राजपत्र अनङ्कित द्वितीय श्रेणी अप्राविधिक खरिदार वा सो सरहको पदहरू को लागि र बढुवाको लागि पनि आन्तरिक मूल्याङ्कनद्वारा चाहिँ बढुवाको लागि पनि लोकसेवा आयोगले सूचना प्रकाशन गरिसकेको छ। अब भने यो विज्ञापनको कुरासँग सम्बन्धित कुराहरू गरौँ। यो विज्ञापन भनिसक्यो मैले मिति आज 2021 साल फागुन 28 गते खुलाइसकेको छ र विभिन्न ठाउँमा यसको विज्ञापन खुलेको छ। हेर्न सक्नुहुन्छ। धनकुटा कार्यालयमा खुलेको रहेछ, इलाम कार्यालयमा है। खोटाङ जिल्लामा पनि खुलेको रहेछ, जलेश्वर, काठमाडौँ, हेटौडा, पोखरा, बागलुङ, बुटवल, दाङ यिनी सम्पूर्ण लोकसेवा कार्यालयहरू छन् नि। यिनीहरू लोकसेवा कार्यालयहरूले चाहिँ विभिन्न ठाउँमा खुलेका, विभिन्न ठाउँमा रिक्त रहेका पदहरूको लागि चाहिँ विज्ञापन खुलाएका छन्। यही भिडियोको डिस्क्रिप्सनमा मेरो फेसबुक पेज छ। फेसबुक पेजमा गएर हजुरहरूले मसँग जोडिनु भयो भने म हजुरहरूलाई यो पिडिएफ पनि तपाईँहरूलाई उपलब्ध गराउन सक्छु म्यासेजको माध्यमबाट है। हजुरहरूले मलाई म्यासेज गर्नुभयो भने यो पिडिएफ पनि म हजुरलाई पेस गर्न सक्छु, हजुरहरूलाई उपलब्ध गराउन सक्छु भने सँगसँगै अनलाइन फारम भर्ने कुरा छ भनेपछि अनलाइन फारम भर्नुपर्ने छ भनेपछि हजुरहरूले त्यही म्यासेजमा चाहिँ फेसबुक पेजको म्यासेजमा चाहिँ मलाई मसँग कुराकानी गर्न सक्नुहुनेछ है। त्यसको लागि म हजुरहरूलाई आवश्यक परेमा मसँग कुराकानी गर्न हार्दिक अनुरोध गरेँ र विभिन्न कार्यालयहरूले खुलाएका छन्। हजुरहरूले अब चौथो लेभलको त हो तपाईँको खरिदार भनेको है। राजपत्र अनङ्कित द्वितीय श्रेणी अप्राविधिक अथवा यदि अब तपाईँहरू लेभल 4 को लागि खरिदार सरहका पदहरूको लागि आफ्नो विषयसँग सम्बन्धित विज्ञापनको लागि चाहिँ फारम भर्दै हुनुहुन्छ भने हजुरहरूले मलाई खबर गर्नुहोला। र यसमा छ न्यायको लागि भन्ने छ, प्रशासन पद चाहिँ रिक्त भएको रहेछ। यस्तै कुराहरू हजुरहरूले हेरेर पढ्न सक्नुहुन्छ कुन कार्यालयमा कति खाली छ। हजुरहरूलाई कार्यालय भन्दा पनि नाम निस्किनु पर्यो, मेन कुरा त्यही हो होइन र। कार्यालयहरूले खुलाएको भन्दा पनि कार्यालयहरूले कुन कुन ठाउँमा खुलेको छ भन्ने विस्तृत विवरण हजुरलाई थाहा भएको राम्रो हो। त्योभन्दा पनि महत्त्वपूर्ण कुरा चाहिँ के हो भनेपछि योग्यता, शैक्षिक योग्यताको कुरा अनि उमेर हदको कुरा भन्ने कुरा छ र दस्तुर कति लाग्छ होइन। त्यसपछि अन्तिम मिति यिनी कुराहरूको बारेमा मैले हजुरहरूलाई जानकारी गराउन लागेको छु। माथिका कुराहरू हजुरहरूले आफै पनि लोकसेवा आयोगको वेबसाइटमा, आधिकारिक वेबसाइटमा गएर त्यो कुराको जानकारी लिन सक्नुहुनेछ। र परीक्षाको किसिम त हजुरहरूलाई थाहा छ छैन, तर परीक्षाको किसिम कस्तो हुन्छ भने प्रथम चरणमा चाहिँ प्रथम पत्र चाहिँ कस्तो हुन्छ, सामान्य ज्ञान तथा आधारभूत कार्यालय सिप परीक्षण भन्ने कुरा छ। सामान्य ज्ञान हुन्छ पहिलो प्रथम चरण चाहिँ। प्रथम चरणमा पास भएका मात्रै विद्यार्थीहरू होइन, उत्तीर्ण भएका उम्मेदवारहरू मात्र द्वितीय चरणको लागि परीक्षा सम्मिलित हुन पाउनेछन्। द्वितीय चरणमा जानको लागि सेकेन्ड पेपर गर्नको लागि चाहिँ फर्स्ट पेपर तपाईँको जुन टिक लगाउने हुन्छ नि, यसलाई बहुवैकल्पिक प्रश्नपत्र भन्छन्। बहुवैकल्पिकवाला प्रश्नपत्र पास गरेपछि मात्र, प्रथम चरण पास गरेपछि मात्र द्वितीय चरणमा हजुरहरू छिर्न पाउनुहुन्छ है। त्यही हो कि प्रथम चरणले के गर्छ, विद्यार्थीहरूलाई के गर्छ, फिल्टर गर्ने काम गर्छ। यदि पास भयो भने अब द्वितीय चरणको लागि योग्य भए, होइन भने उनीहरू त्यहीँबाटै अब फेल भइने, त्यहीँबाटै अब त्यहाँ के भन्छ प्रथम चरणको लागि द्वितीय चरणको लागि प्रथम चरण चाहिँ के हो, ढोका जस्तै हो। प्रथम चरण अब पास भइयो भने द्वितीय चरणको लागि ढोका खोल्यो। त्यति कुरा हो, हजुरले बुझ्नुहुन्छ होला। र द्वितीय पत्रमा चाहिँ के हुन्छ, कार्यालय व्यवस्थापनसँग सम्बन्धित परीक्षा चाहिँ हुन्छ, लिखित परीक्षा हो यो पनि लिखित परीक्षा। र अन्तिममा चाहिँ तपाईँहरूको अन्तर्वार्ता जस्तो र कार्यज्ञान सम्बन्धी भन्ने लेखिएको छ यहाँनिर। अन्तर्वार्ता र सिप परीक्षण, कम्प्युटर सिप परीक्षण चाहिँ हुन्छ है त। यहाँनिर मिति पनि लेखिएको छ, मिति हुने मिति, परीक्षा हुने मिति 2082 साल वैशाख 20 गते के हुने रहेछ, परीक्षा हुने रहेछ र 11 बजे हुने भनेर यसमा उल्लेख गरिएको छ भने अर्को चाहिँ अब पास भएको खण्डमा चाहिँ द्वितीय भनेपछि अब तपाईँहरूको देख्न सक्नुहुन्छ यहाँ ट्याक्क 2 महिनाको ग्याप छ, 2 महिनाको ग्याप। अब अहिले 11 महिनामा खुल्यो
होइन। हजुरहरूले विज्ञापन अहिले खुल्यो, 11 महिनामा खुल्यो भनेपछि 12 फागुन महिना खुल्यो, चैत महिनाभरि टोटल बाँकी भयो, अनि वैशाख महिना 2 महिना हजुरसँग टोटल टाइम छ। 2 महिनाको अवधिभित्र हजुरहरूले राम्रोसँग पढ्नुभयो भने प्रथम पत्र चाहिँ पास गर्न सक्नुहुन्छ। र त्यसपछि फेरि 2 महिनाको अवधिको समय हुने रहेछ हजुरसँग। भनेपछि अल टोटल सेकेन्ड पेपर गर्ने बेलासम्म तपाईँहरूसँग 4 महिनाको समय छ। र त्यसपछि त्यसको पछिल्लो दिनै के हुने रहेछ हेर्नु। त्यसको ठ्याक्क पछिल्लो दिनै अर्को दिनै पास भएको अर्को दिनै चाहिँ अन्तर्वार्ता हुने रहेछ। मतलब पास रिजल्ट आउन चाहिँ टाइम लाग्छ, त्यसको पछिल्लो दिनै अन्तर्वार्ता हुने भनेर लेखिएको छ सायद, है। हेरौँ, यही रहेछ। तृतीय पत्र चाहिँ सँगसँगै हुने रहेछ, त्यसको पछिल्लो दिन पनि हुने रहेछ, फेरि 2 बजे नै भनेर लेखेको छ। यो हजुरहरूले देख्नुभयो होला, होइन। यसको बारेमा लाग्छ हजुरहरूले बुझ्नुभयो होला। आन्तरिक प्रतियोगिताको लागि चाहिँ छुट्टै हो, यो बढुवाको लागि। र आवश्यक न्यूनतम योग्यता भन्ने कुरा छ। न्यूनतम योग्यताको कुरा, न्यूनतम योग्यतामा हेरौँ। न्यायको लागि, सामान्य प्रशासन समूहका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी गरेको वा सोसरह उत्तीर्ण गरेको। एसएलसी भनेको अहिलेलाई अब 12लाई एसएलसी मान्छ, होइन। हजुरहरूले अब यदि एसएलसी गर्नुभएको छ भने, 12 पास गर्नुभएको छ भने तपाईँहरू चाहिँ इलिजिबल हुनुभयो। प्रशासन सेवा लेखा समूहको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट गणित वा ऐन श्रेष्ठता वा ऐच्छिक लेखा विषय, एकाउन्ट विषय लिएर पढेको, होइन। नभए अब गणित विषय लिएर एसएलसी पास गरेको वा सोसरह उत्तीर्ण गरेको भन्ने कुरा लेखेको छ। मान्यता प्राप्त शिक्षण संस्थाबाट गणित विषय वा ऐन श्रेष्ठता भनेर पनि लेखेको छ, वा ऐच्छिक लेखा विषय, अप्सनलमा चाहिँ लेखा विषय एकाउन्ट लिएर एसएलसी वा सोसरह उत्तीर्ण गरेकोले पनि यसमा आवेदन दिन सक्नेछन्। ग्रेडिङ प्रणालीबाट अहिले छ जुन ग्रेडिङ प्रणालीबाट अब पहिलेका कोही विद्यार्थी हुनुहुन्छ भने ग्रेडिङ प्रणालीबाट भन्दा पनि ग्रेडिङ प्रणाली लागू भयो भन्दा पनि पहिले जसले इक्जाम दिनुभएको छ त्यहाँको लागि चाहिँ यो ग्रेडिङ प्रणालीको कुरा आएन। होइन भने यतिखेर ग्रेडिङ प्रणालीको अनुसार चाहिँ जिपिए 2 ल्याएको हुनु पर्यो, है त। यो कुरा हो। अनि त्यसपछि छ अर्को, उम्मेदवारले पेश गर्नुपर्ने थप कागजातहरू भन्ने कुरा छ। त्यसपछि अरू के छैन। खुल्ला तथा समावेशी परीक्षाका लागि विशेष सूचना भन्ने कुरा छ यसमा। अयोग्य नभएको हुनुपर्छ। प्रथम चरण पास गर्नुभयो भने द्वितीय चरणको लागि जान पाइन्छ, सेकेन्ड फेजको लागि। परीक्षा उत्तीर्ण हुनुको लागि चाहिँ पूर्णाङ्क 45 भनेर तोकिएको छ, प्रतिशत अङ्क प्राप्त गर्नुपर्नेछ। 45%, कहिलेसम्म त 40% भएको जस्तो लाग्छ मलाई चाहिँ। अब 45% ल्याउनु पर्ने भन्ने छ यसमा। प्रथम चरण पत्र प्राप्त गरेको अङ्क द्वितीय चरणको मूल परीक्षामा प्राप्त गरेको प्राप्त अङ्क जोडिने छैन। अब प्रथम चरणमा हजुरहरूले 45% ल्याउनु भयो, कसैले अब 60% ल्याउला, कसैले 80% ल्याउला, तर त्यो जोडिँदैन। मात्र 45% ल्याउनु पर्यो, हजुरहरू पास हुनुभयो। सेकेन्ड पेपरको लागि, दोस्रो फेजको लागि चाहिँ हजुरहरू इलिजिबल हुनुभयो, त्यति नै हो। यसमा अब यो नम्बर चाहिँ पछिल्लो द्वितीय चरण तृतीय चरणको लागि चाहिँ जोडिने होइन। द्वितीय चरण र तृतीय चरणको लागि छुट्टै नम्बर जोडिएर हजुरहरूको नियुक्ति हुने, है त। र जुन खुला र समावेशी भन्ने हुन्छ नि, जनजातिहरूको, दलितहरूको, मधेसीहरूको, अपाङ्गहरू समथिङ के हुन्छ, तिनीहरूको लागि चाहिँ के हुने रहेछ, एकैचोटि अब तपाईँहरूले एउटा इक्जाम दिनुहुन्छ, दुइटैको लागि चाहिँ त्यसले काम गर्ने भयो, छुट्टा छुट्टी दिनु पर्दैन भनेर लेखेको, होइन। त्यही कुरा हो। कम्प्युटर सिप परीक्षण अन्तर्वार्ता लागि छनौट भएका उम्मेदवारहरूको नतिजा प्रकाशन गर्दा वर्णानुक्रम आधारमा प्रकाशन गरिनेछ भनेर लेखिएको छ। खुला तथा समावेशी तर्फको लिखित परीक्षा सिप परीक्षण र अन्तर्वार्ताको लागि छनौट भइसकेपछि चाहिँ वर्णानुक्रम भने अब हजुरहरूको वर्णानुक्रम भनेको अब पहिले एवाला आउँछ, पछि बीवाला आउँछ भन्ने टाइपको सिरियली आउँछ, नामअनुसार आउँछ। लिखित परीक्षाबाट कम्प्युटर सिप परीक्षण र अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरूको कम्प्युटर सिप परीक्षण र अन्तर्वार्ताको लागि हुन अगाडि सेवा समूह कार्यालयहरूको प्राथमिकता क्रम अनिवार्य रूपले भर्नुपर्नेछ। सेवा समूह सेवा त्यो अन्तर्वार्ता सिप परीक्षण हुनु अघि सम्मिलित हुन अगाडि सेवा समूह कार्यालयहरूको प्राथमिकता क्रम अनिवार्य रूपले भर्नुपर्नेछ। सेवा समूह तथा कार्यालयको प्राथमिकता क्रम नभर्ने उम्मेदवारलाई अन्तर्वार्तामा सहभागी गराइने छैन। यो कुरा चाहिँ हजुरहरूले ध्यान दिनुपर्ने भयो। यो त पछिको कुरा भयो। पहिले अब हजुरहरूले भर्खर त पहिलो चरणमा हुनुहुन्छ भनेपछि अब
त्यति धेरै जानकारी त बिस्तारै त्यो भइहाल्छ त्यो जानकारी। समावेशी समूहतर्फ लिखित परीक्षाबाट कम्प्युटर परीक्षण र अन्तर्वार्ताका लागि छनौट भएका उम्मेदवारहरूको प्राथमिकता क्रम रोज्न पाउने छैनन्। उम्मेदवारहरूले समावेशी समूहको प्राथमिकता क्रम रोज्न पाउने छैनन्। उम्मेदवारहरूले दरखास्त फारम उल्लेख गरेको समावेशी समूहहरूको आधारमा आयोगको प्रचलित व्यवस्था अनुसार उम्मेदवारको समावेशी समूह कायम हुनेछ। खुला तथा समावेशी समूहतर्फ लिखित परीक्षाबाट कम्प्युटर परीक्षण अन्तर्वार्ताका लागि खुला र समावेशीतर्फ एकभन्दा बढी समावेशी समूहमा छनौट भएका उम्मेदवारले एकपटक मात्र कम्प्युटर परीक्षण र अन्तर्वार्तामा सम्मिलित हुने गरी कार्यक्रम तय हुनेछ। अब समावेशीको लागि छुट्टै, खुल्लाको लागि छुट्टै अन्तर्वार्ता र सी परीक्षण दिनु परेन। यसमा पनि सी परीक्षण र अन्तर्वार्ताको प्राप्ताङ्क उम्मेदवार उत्तीर्ण भएको सबै समूहमा गणना गरिनेछ भनेर भनिएको छ। त्यो उम्मेदवार उत्तीर्ण भएको सबै समूह खुला र समावेशीमा गणना गरिनेछ। दुईटैमा गरिनेछ भनेर भने उत्तीर्ण भएपछि समावेशीमा गरिनेछ, खुल्लामा गरिनेछ। त्यही अनुसार अब समावेशी अनुसार नियुक्ति गर्न सकिने भयो, खुल्ला अनुसार पनि नियुक्ति गर्न सकिने भयो। उम्मेदवारले पेश गर्नुपर्ने थप कागजात तथा अनुभव सम्बन्धमा विशेष निर्देशन भनेर लेखिएको छ। कागजातहरू चाहिँ सम्पूर्ण के गर्नुपर्ने हो, पेश गर्नुपर्ने हुन्छ। परीक्षा हुने र समावेशी समूह सहितका विज्ञापन दरखास्त फारम पेश गर्दा उम्मेदवारले ध्यान दिनुपर्ने कुराहरू लेखिएको छ। हजुरहरूले यिनी कुराहरू चाहिँ हेरेर पढ्न सक्नुहुन्छ। र मैले यसमा भन्नुपर्ने कुराहरूको के छ भनेपछि हजुरहरूले अब यदि आदिवासी जनजातिको हकमा, मधेसीको हकमा, दलितको हकमा, अपाङ्ग हकमा, पिछडिएको क्षेत्रको हकमा हजुरहरूले वडा कार्यालयहरूबाट एउटा कागज बनाउनु पर्ने हुन्छ, प्रमाणित कागजात होइन। हजुरहरूले अब यदि यो समूहमा पर्छु भनेर प्रमाण त एउटा पेश गर्नुपर्ने हुन्छ, त्यो कागजात बनाउनु पर्छ। त्यो कागजात चाहिँ हजुरहरूले फर्म भर्ने बेलामा पेश गर्नुपर्ने हुन्छ अनलाइनबाट है, त्यसको पिडिएफ चाहिँ। त्यही कुरा हो। खुल्ने गरी कागजात बनाउनु पर्ने हुन्छ यहाँनिर लेखेको छ नि। यस्तै कागजातहरू सबै समूहले, जुन समावेशीभित्रका सबै समूहहरू छन् नि, पिछडिएको क्षेत्रका हकमा, अपाङ्गका हकमा, दलितको हकमा, मधेसीको हकमा, आदिवासी जनजातिको हकमा भनेर लेखेको सबैले चाहिँ कागजात बनाउनु पर्ने हुन्छ, प्रमाणित कागजात एउटा। दरखास्त दिने अन्तिम मिति चैत 19 गते र दोब्बर दस्तुर सहित चाहिँ चैत 26 गतेसम्म चाहिँ दरखास्त दिन सकिनेछ। र ढिलोमा अवधि ढिलोमा चाहिँ मिति 2081 साल चैत महिनाको 27 गतेसम्म चाहिँ हुनेछ। परीक्षा दस्तुर र दोब्बर दस्तुर अनिवार्य रूपमा बुझाइ भर्नुपर्नेछ, भइसक्नुपर्नेछ है। अपलोड गर्नुपर्ने कागजातहरू छन् यसमा। उम्मेदवारले आफ्नो शैक्षिक योग्यता चाहिँ पढाउनु पर्नेछ पिडिएफको फर्मेटमा, पिडिएफ फर्मेटमा चाहिँ पढाउनु पर्ने हुन्छ। अनि नागरिकतालाई चाहिँ जेपिजीको फर्मेटमा अपलोड गर्नुपर्ने हुन्छ। त्यो अपलोड गर्ने बेलामा सबै कुराहरू अपलोड गर्ने गरेमा थाहा भइहाल्छ। तल प्रचलित कानुन बमोजिम हुन्छ। पदमा रही गर्नुपर्ने कामको विवरण को छ, सेवा समूह सम्बन्धी आफ्नो जुन सेवा सम्बन्धी हो त्यो सेवा समूह सम्बन्धी चाहिँ काम हुन्छ। सेवा सम्बन्धी निकाय, सेवा समूहको प्रशासन सञ्चालन। मैले भनिदिइसकेँ हजुरहरूलाई। परीक्षा हुने मिति पनि यहाँनिर तोकिदिएको छ। मैले यसको बारेमा मैले भनिदिइसकेको छु हजुरहरूलाई। दरखास्त दस्तुर चाहिँ 500 हो। र यदि हजुरहरू कुनै सेवा समूहमा कुनै समूहमा पर्नुहुन्छ भनेपछि, जुन छुट्याइएको छ नि समूह है त, समूहमा पर्नुहुन्छ भनेपछि हजुरहरूको लागि चाहिँ थप दस्तुर लाग्छ 150 रुपियाँ भनेर लेखेको छ। यदि समावेशीमा पर्नुहुन्छ भने हजुरहरू समावेशी समूहतर्फ पर्नुहुन्छ भने हजुरहरूलाई थप 150 रुपियाँ लाग्छ। त्यही नै हो दस्तुरको कुरा चाहिँ। सबैलाई 500 लाग्ने भयो, 500 त सबैलाई लाग्ने भयो, 500 खुलामा सबैलाई लाग्ने भयो। र यदि समावेशीतर्फ पनि हजुरहरूले भन्नुहुन्छ भनेपछि थप 150 रुपियाँ लाग्छ। यही नै हो यसमा हजुरहरूले बुझ्नुपर्ने कुरा। हजुरहरूले फेरि पनि भन्छु म, परीक्षाको किसिम भन्ने कुरा छ। यहाँ परीक्षाको किसिम चाहिँ पाठ्यक्रमले तोकिदिएको बमोजिम लिखित परीक्षा, अनि कम्प्युटर परीक्षा र अन्तर्वार्ता भन्ने कुरा छ। लिखित परीक्षा हुन्छ, कम्प्युटर परीक्षा र अन्तर्वार्ता हुन्छ। र म फेरि पनि भन्छु हजुरहरूलाई, यदि अनलाइन एप्लिकेसन दिनुपर्ने छ भने हजुरहरूले यस डिस्क्रिप्सन बक्समा भएको फेसबुक पेजमा गएर मलाई मेसेज गर्न सक्नुहुनेछ। र हजुरलाई यस भिडियोको लागि यति नै। म भेट्नेछु हजुरहरूलाई अर्को भिडियोमा। भिडियोको लागि
यति नै गरेँ मैले। हस्त नमस्ते।